यो ब्राइडल सेट लिएर चाहिँ हाम्रो दुला राजा वैशाखको 17 गते सिन्धुलीदेखि नवलपरासी प्रस्थान गर्दै हुनुहुन्छ। यो सेट चाहिँ हामीलाई बस्नेत फ्यामिलीबाट अर्डर आएको हो। म हजुरलाई सरस्वती डिजाइन र तौल विवरण दिन्छु है त। म रानी हारबाट सुरु गर्छु। देख्न सक्नुहुन्छ हजुरले यो रानी हार चाहिँ हामीले 4 तोलामा तयार गरेका छौँ। यो नेकलेस चाहिँ हामीले 2 तोला 30 लालमा तयार गरेका छौँ। उहाँहरूले नै दिनुभएको तौलमा हामीले तयार गरेका छौँ। 24 क्यारेट हो दुवै। र कानको झुम्का देख्न सक्नुहुन्छ हजुरले। यो झुम्का चाहिँ हामीले 80 लालमा तयार गरेका छौँ। यो पनि 24 क्यारेट हो। र यो बिन्दी चाहिँ हामीले आधी तोलामा तयार गरेका छौँ है। र त्यस्तै गरी यो मङ्गलसूत्र देख्न सक्नुहुन्छ। यो मङ्गलसूत्र चाहिँ हामीले आधी तोलामा तयार गरेका छौँ। यो मङ्गलसूत्र चाहिँ 22 क्यारेट भाइ, किनभने यसमा स्टोन सेटिङ गरिएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोस् है। र त्यस्तै गरी देख्न सक्नुहुन्छ हजुरले यो नथिया चाहिँ हामीले हाफ तोलामा तयार गरेका छौँ। र सेटको औँठी चाहिँ 80 लालमा तयार गरेका छौँ। र यो स्वयम्वरको औँठी चाहिँ उहाँहरूले डायमन्डमा अर्डर गर्नुभएको थियो। यो स्वयम्वरको औँठी देख्न सक्नुहुन्छ हजुरले, ठ्याक्कै मेरो जस्तै छ। र यो चुरा चाहिँ हामीले 3 तोलाको जोडी तयार गरेका छौँ। यो चुरा चाहिँ 22 क्यारेटमा तयार गरेका छौँ, किनभने चुरा लाउँदा खोल्दा हामीलाई एकदम प्रेसर पर्छ नि त। त्यही भएर हजुरहरूले पनि चुरा चाहिँ 24 को भन्दा 22 मा बनाउनु भयो भने एकदम राम्रो, ड्युरेबल, गुड फिनिसिङ आउँछ। र देख्न सक्नुहुन्छ हजुरले यो छड्के तिलरी, यो चाहिँ हामीले 80 लालमा तयार गरेका छौँ छड्के तिलरी। र यो माइली तिलरी चाहिँ हामीले दुलैको लागि 40 लालमा तयार गरेका छौँ। र यो चाहिँ उहाँले दुलाको साइडबाटै गिफ्ट दिने भनेर अर्डर गर्नुभएको, र कसलाई भन्ने ठ्याक्कै थाहा भएन है। र थ्याङ्क यू सो मच बस्नेत फ्यामिली फर योर लभ एन्ड ट्रस्ट। हामीलाई सेवा गर्ने अवसर दिनुभयो। कति टाढा सिन्धुलीबाट हिरण्य ज्वेलर्समा आएर यो सबै हजुरहरूको माया विश्वास हो। र हजुरहरूलाई पनि यस्तै ब्राइडल सेटहरू बनाउनु परेको छ भने हिरण्य ज्वेलर्समा अर्डर गर्न सक्नुहुन्छ। अनलाइन अर्डरको लागि चाहिँ हाम्रो वाट्सएपमा अर्डर गर्नुहोला र स्टोरमै आएर पनि हामीलाई अर्डर दिन सक्नुहुन्छ। थ्याङ्क यू, नमस्ते। सिल्भरको ब्राइडल सेट जाँदैछ अब धनगढी। जोशी फ्यामिलीदेखि हामीलाई अर्डर आएको। उहाँ चाहिँ हिरण्य ज्वेलर्सको निरन्तर सेवाग्राही हुनुहुन्छ। बहिनी एक सेट चाहिँ सिल्भरको ब्राइडल सेट पनि बनाएर राख्नु पर्यो, ट्रेन्डिङ त बिट गर्न पर्यो भनेर अर्डर गर्नुभएको थियो 1 महिना अगाडि। हामीले उहाँको लागि यो सबै तयार गरिसकेका छौँ। मैले चाहिँ के तयार गरेको छु हजुरलाई यसको तौल अनि डिजाइन देखाउने छु है त। सबभन्दा पहिला चाहिँ कटिङ ब्याङ्गल्सबाट सुरु गरेँ त। यो कटिङ ब्याङ्गल्स हिरण्य ज्वेलर्सको वान अफ दि हट सेलिङमा छ। हामीले चाहिँ यसलाई 9 तोलाको 18 पिस तयार गरेका छौँ म्यामकै अर्डर अनुसार। सिल्भर प्युरिटी ग्यारेन्टेड छ हजुरको। हामीले प्योर सिल्भरमा तयार गरेका छौँ होइन। अनि यो सेट हेर्नुहोस् है, रानीहार हामीले 4.5 तोलामा तयार गरेका छौँ। नेकलेस हजुरको 3.5 तोलामा तलबाट ग्रिन बिड्स राखेर रुबी राखेका छौँ। बिन्दी हजुरको 70 लालमा, कानको झुम्का हजुरको 1 तोलामा। क्राफ्टम्यानसिपमा हामीले कुनै पनि सम्झौता गरेका छैनौँ। सुनको जस्तै फिनिसिङ गरेका छौँ चाँदीमा पनि, हजुरले आफैले पनि देख्न सक्नुहुन्छ। त्यस्तै गरी यो नेपाली ट्रेडिसनल काँडे बुङ्गा चुरा, यो चाहिँ उहाँले 3 तोलाको जोडी बनाइदिनु होला भन्नुभएको थियो। 3 तोलाकै जोडी हामीले तयार गरेका छौँ काँडे बुङ्गा चुरा है। त्यस्तै गरी हजुरले देख्न सक्नुहुन्छ यो फ्लावर ब्याङ्गल्स, यो चुरा चाहिँ हामीले 4 तोलाको जोडी तयार गरेका छौँ है। एकदमै प्रिटी छ फ्लावर ब्याङ्गल्स। अनि त्यस्तै गरी हजुरले देख्न सक्नुहुन्छ यो छड्के तिलरी, जुन चाहिँ हामीले 1 तोलामा तयार गरेका छौँ। अनि त्यसपछि यो माइली तिलरी हामीहरूले आधी तोलामा तयार गरेका छौँ। र यो सेटको औँठी देख्न सक्नुहुन्छ, यो चाहिँ हामीले 1 तोलामा तयार गरेका छौँ। यो रह्यो सिल्भरको कम्प्लिट सेट। असाध्यै राम्रो बनेको छ। र थ्याङ्क यू सो मच हजुर। धनगढीदेखि यति माया गरेर हिरण्य ज्वेलर्सलाई निरन्तर सेवा गर्ने अवसर दिनुभएको छ, त्यसको लागि हामी सदैव कृतज्ञ छौँ। र हजुरलाई पनि सिल्भरको सेट चाहिएमा हिरण्य ज्वेलर्सलाई अर्डर गर्न सक्नुहुन्छ, तर धैर्य चाहिँ गर्नुपर्छ है हजुर। कम्तीमा पनि 1 महिनाको टाइम, 25 दिनको टाइम दिनुभयो भने हामीले हजुरहरूलाई राम्रो फिनिसिङमा सामान तयार गरेर दिन सक्छौँ है। थ्याङ्क यू, नमस्ते। सम्धिनी ज्यूलाई उपहार 21 केटी है। यो चाहिँ हामीले मात्र आधी तोला तौलमा तयार गरेका छौँ 24 क्यारेट गोल्डमा। हेर्नुहोस् न कस्तो पर्फेक्ट देखिएको छ। 21 वटा गेटी छ। यो चाहिँ हाम्रो ट्रेडिसनल ज्वेलरिज पनि हो। नेभर गोज आउट अफ स्टाइल। लगाउँदाखेरि हेर्नुहोस् न कति क्लासी देखिन्छ। यो पनि हजुरले बेस्ट अप्सनमा राख्न सक्नुहुन्छ। कसैलाई उपहार दिनु छ भने आधी तोलासम्मको गोल्ड। र यसलाई चाहिँ कस्टमाइज पनि गर्न सकिन्छ। हामीले यसलाई 3 आना 18 लालदेखि बनाउन सकिन्छ। यो चाहिँ हजुरको आधी तोला मजाको दाना बनेको छ।
अनलाइन अर्डरको लागि हाम्रो वाट्सएप भाइबर भने हजुर हाम्रो स्टोर पनि भिजिट गर्न सक्नुहुन्छ थ्याङ्क यू हजुर यो नेकलेस हाम्रो एकजना दिदीले अर्डर गर्नुभएको हो के को लागि भन न के को लागि उहाँको चाहिँ 25औं एनिभर्सरी आउँदैछ कि वैशाख 30 गते हजुर अनि एनिभर्सरीको दिन लगाउने भनेर कस्तो राम्रो छ है डिजाइन हजुर यो डिजाइन चाहिँ हामीले नै उहाँलाई रेकमेन्ड गरेको हो हैन अनि तौल चाहिँ नेकलेसको कति छ 3 तोला 15 लाल 3 तोला 15 लाल तर हामीले यसलाई 3 तोला 2 तोला 80 लालसम्म गराउन सकिन्छ है हजुर, त्यसै उहाँले 24 क्यारेटमा बनाउँछु तर अलिकति यो रिङहरू बाक्लो बनाउँछु भनेर हामीलाई 3 तोला 15 लाल सुन दिनु भएको थियो अनि कानको झुम्का चाहिँ 75 लालमा हामीले तयार गरेका छौं कस्तो राम्रो देखाछ है हजुर उहाँलाई पनि कस्तो राम्रो देख्छ होला एकदमै राम्रो छ हजुर र हजुरलाई पनि मन पर्यो भने कहाँ अर्डर गर्नु होला हिरण्य ज्वेलर्समा अनलाइन अर्डरको लागि हाम्रो अफिसियल नम्बर छ त्यसमा वाट्सएप भाइबर गर्न सक्नुहुन्छ र हजुरहरू स्टोर पनि भिजिट गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच